नमस्ते सबैलाई। आज साताको पहिलो कारबार दिन नेप्से अपडेट लिएर आइसकेको छु र तपाईँले जुन अस्तिको भिडियोमा कमेन्ट गर्नुभएको थियो, हामी सबैजना कमेन्ट ग्रुपलाई गर्नेछौँ र बजारमा अहिले हामी हेर्छौँ भने एकदमै पेनिक बनाएको छ बजारले सबैजनालाई। किन भन्दाखेरि बजारमा कन्टिन्यू फल आइरहेको छ र सबैजनाले मार्केट कहिलेबाट बढ्छ भनेर मात्र क्वेसन गरिरहनु भएको छ होइन। धेरैजनाले सोध्नुहुन्छ मार्केट कहिलेबाट बढ्छ र मार्केटले अहिले सबैजनाको परीक्षा लिएको छ, कतिको धैर्यता राख्न सक्छ, कतिको डिसिप्लिनमा बस्न सक्छ भनेर मार्केटले अहिले के गरिरहेको छ, परीक्षा लिएको जस्तो देखिरहेको छ। र बजारमा जहिले पनि के हुन्छ भने जब बजार यसरी सेलाउन थाल्छ, यसको मतलब चाहिँ के हो भने बजारमा चाहिँ एउटा स्ट्रङ एकुमुलेसन चलिरहेको छ, यस्तो बेलामा चाहिँ आत्तिएर बजारबाट निस्किनु हुँदैन। यस्तो बेलामा चाहिँ हामीले एकुमुलेसन गर्नुपर्छ, जति बजार झर्छ त्यति नै किन्दै जाने हो, अथवा हामीले यस्तो बेलामा चाहिँ सर्ट टर्ममा भन्दा पनि हल्का मिड टर्मको लागि चाहिँ खेल्नुपर्छ भन्ने हामीले बुझ्नु पऱ्यो। अब यहाँनिर कतिजनालाई मार्केट अब कहिले पनि बढ्दैन, अब मार्केट यस्तै हो, म अब मार्केटबाट निस्किन्छु, मेरो समय मात्र आउने बित्तिकै म मार्केटबाट निस्किन्छु भन्ने सबैलाई लागिरहेको हुन्छ। जब त्यस्तो लाग्छ तब के हुनु पर्यो, अब बजारमा किन्ने बेला भयो भनेर हामीले सोच्नु पर्यो। जब बजारमा सबैजना डराउन थाल्छ, जब बजारमा सबैजना निस्किन थाल्छ, तब हामीले के सोच्नु पर्यो त, बजारमा चाहिँ अब किन्ने बेला हो, सबै डराएको बेलामा चाहिँ हामीले किन्ने बेला हो, यस्तै बेलामा अरू डराएकै बेलामा चाहिँ म किन्छु भनेर चाहिँ हामीले किन्दै जानु पर्यो, सक्दो किन्दै जानु पर्यो। किन भन्दाखेरि बजार 2700मै अड्किरहेको छ, खेलिरहेको छ होइन। अब चाहिँ यहीँबाट बजार फर्किने हो कि अब यो लिक्विडिटी लिन आउने हो कि भन्ने कुरा त हामी कुरा गरिन्छौँ। र यो बेलामा चाहिँ हामीले के गर्नु पर्यो त, डिसिप्लिनमा बस्नु पऱ्यो, धैर्यतामा बस्नु पऱ्यो होइन। बजार बढ्ने यही एरियाबाटै हो, जब यस्तो त्यसपछिको अबको र्याली आउँछ, त्यो भनेको एउटा भिसेप रिकभरी होइन, त्यस्तो र्याली आउन सक्छ। त्यही भएर यो बेला भनेको आत्तिने बेला होइन, पार्सलले किन्दै जाने हो होइन। यो बेला सब लस जो पनि हुन्छ मार्केटमा होइन, सधैँ प्रफिट हुने भयो त होइन, सबै करोडपति भइहाल्थ्यो। यो बेलामा मार्केट झरिरहेको छ, लस भइहाल्छ, तर कस्तो स्टकमा लस छ र कति लस छ भन्ने कुरा मात्र डिफ्रेन्ट हुन्छ। त्यही भएर यस्तो बेलामा चाहिँ हामीले लस भयो भनेर आत्तिएर बेचेर निस्किनु, जब बजार बढ्ने बेला भएको हुन्छ हामीले बेचेर निस्क्यौँ भने बजारमा के हुनसक्छ, हामीलाई छोडेर जान सक्छ, अथवा हामीलाई जब किन्ने बेला हुन्छ हामीले बेचिरहेको हुन्छौँ, जब बेच्ने बेला हुन्छ हामीले किनिरहेको हुन्छौँ, उल्टो गरिरहेको हुन्छ। त्यही भएर यस्तो बेलामा चाहिँ अरू डराएको बेलामा चाहिँ हामीले के गर्नु पऱ्यो, किन्दै जानु पऱ्यो। र जहिले पनि स्मार्ट मनीले के गरिदिन्छ भने सबैजनालाई पेनिक बनाएर वाक्क दिक्क बनाएर बल्ल के गरिरहेको हुन्छ, मार्केट बढिरहेको हुन्छ। हामीले योभन्दा अगाडि पनि ब्याक टेस्ट गरेर हेऱ्यौँ भने सेम त्यस्तै हुने हो। र जुन दिन बजारमा एउटा स्ट्रङ र्याली आउँछ, त्यसपछि 3200को हल्ला चल्छ, 3500को हल्ला चल्छ, त्यो बेलामा चाहिँ अब सबैजना चाहिँ के भइरहेको छ, एकदमै खुसी भएको बेला हुन्छ नि। जब मार्केटमा एउटा स्ट्रङ र्याली आउँछ होइन, सबैजना एउटा ह्याप्पी मोमेन्टको अवस्था आउँछ, त्यो बेलामा चाहिँ हामीले के गर्नु पऱ्यो, बिस्तारै प्रफिट बुकिङ गर्दै एक्जिट गर्नु पऱ्यो होइन। सबैजना खुसी भएको बेलामा चाहिँ हामीले के गर्नु पऱ्यो, बिस्तारै प्रफिट बुक गर्दै जानु पऱ्यो। र अहिले यहाँनिर सबैजना दुःखी भइरहेको छ, सबैजना पेनिक भइरहेको छ होइन। सबैजना के भएको छ, अहिले एकदमै मार्केटबाट निस्किनुपर्छ कि क्या हो भनेर सोचिरहनु भएको छ। त्यस्तो बेलामा चाहिँ हामीले के गर्नु पऱ्यो, किन्दै जानु पऱ्यो। र बजारमा हामी हेर्छौँ भने यो डिमान्ड एरियामा अड्किरहेको छ बजार, यो डिमान्ड एरियामा चाहिँ के भएको छ, बजार अड्किरहेको छ। 2700को लेभलमा चाहिँ बजार अड्किरहेको छ। र यदि 2700 भन्दा मुनि बजार जान थाल्यो भने चाहिँ यो लिक्विडिटी एकदमै इम्पोर्टेन्ट छ होइन। हामीले पहिल्यैदेखिबाट धेरै महिना अगाडिदेखिबाट हामीले के भनिरहेको छौँ भने यदि बजारले यो 2700को लेभल, अब यहाँनिर हामी हेर्छौँ 2800 ब्रेक गर्न सकेन, 2800 ब्रेक गरेको भए चाहिँ बजार यो लिक्विडिटी लिन आउँथेन होइन। यहीँबाट बजार बिस्तारै माथि जान्थ्यो, तर बजारले 2800को लेभललाई धेरैचोटि टेस्ट गर्यो होइन, धेरैचोटि सङ्घर्ष गर्यो, तर ब्रेकआउट गर्न सकेन। हामी यहाँनिर हेर्छौँ भने बजारले के भएको छ, यही लेभलमा यसरी के भइरहेको छ, साइड वेज बसिरहेको छ अब होइन। अब यहीँबाट बढेर यसरी माथि जान्छ कि अब थोरै अझै पेनिक बनाउँछ। अब बजारमा 2700लाई भत्काइदियो भने यो 70को लेभललाई होइन, यसरी के गरिदिन्छ, यसलाई यसको लिक्विडिटी हन्ट गर्न आउँछ। एकचोटि यसको लिक्विडिटी लगेर चाहिँ लिक्विडिटी स्विप गरेर त्यसपछि के हुनसक्छ, यसरी एउटा स्ट्रङ र्याली, एउटा भिसेप रिकभरी चाहिँ बजारले दिन सक्छ। त्यही भएर यस्तो बेलामा चाहिँ हामी आत्तिनु पऱ्यो, धैर्यताको साथ बस्नु पऱ्यो, डिसिप्लिनमा बस्नु पऱ्यो, ढुक्कले किनेर होल्ड गर्नु पऱ्यो होइन। क्यासमा हुनुहुन्छ भने किन्दै जाने, 100% लोडेड हुनुहुन्छ भने ढुक्कले बस्ने। र म पनि 100% लोड गरेर बसिरहेको छु होइन। मार्केट जतासुकै जाओस् टेन्सन छैन भनेर बटममा भएको स्टकहरू मैले ढुक्कले किनेर छोडिदिएको छु होइन। लस त भइ नै हाल्छ, किनकि मार्केट नै डाउन भइरहेको छ, लस त अलिअलि भइहाल्छ, तर लस भयो भन्दैमा आत्तिनु भएर मार्केट 2 दिन फर्क्यो भने त फेरि सबै रिकभर हुन्छ। त्यही भएर यस्तो बेलामा चाहिँ हामीले ढुक्कले होल्ड गर्नु पऱ्यो। र यदि 2700 भन्दा बजार मुनि आउन थाल्यो होइन, यहाँनिर हामी हेर्छौँ भने लगातार 4वटा क्यान्डलहरू एउटै ठाउँमा खेलिरहेको छ। इन्भर्टेड ह्यामर, डोजी ह्यामर क्यान्डल, आज एउटा स्प्रिङ टप टाइप जस्तो क्यान्डलहरू फर्मेसन गरिरहेको छ भनेपछि बजारले कम्ती पनि यो 5वटा क्यान्डल, 1 2 3 4 5 6वटा क्यान्डल भनेको 2720को लेभल छ, यति मात्र ब्रेक गरिदियो भने बजारले फेरि 2800को लेभललाई ब्रेकआउट गर्ने सम्भावना एकदम धेरै हुन्छ। र यदि यो 2700को लेभल, यदि बजारले यो 2700को लेभललाई ब्रेकडाउन गरिदियो, यदि बजारले यो 2700को लेभललाई भत्काइदियो भने चाहिँ एकचोटि 2670को लिक्विडिटी चाहिँ बजारले एकचोटि लिन आउनेछ। त्यसपछि यहाँनिर अझै मान्छेहरू पेनिक भएर एक्जिट हुन्छ।
यहाँनिर के हुन्छ मान्छेहरू अझै पेनिक भएर एक्जिट हुन्छ त्यसपछि बजारमा एउटा बिसेप अथवा एउटा स्ट्रङ र्याली चाहिँ बजारमा हामीले देख्न सक्छौँ अब यहाँनिर सबैलाई लागिरहेको हुन्छ मार्केट अब कहिले पनि बढ्दैन होइन सबैलाई लाग्छ किनकि अहिले मार्केटमा भागै त्यस्तै छ होइन यो बेलामा कसैलाई पनि लाग्दैन कि मार्केट बढ्छ हो यस्तै बेलामा चाहिँ हामीले के गर्नु पऱ्यो किन्दै जानु पऱ्यो एक्युमुलेसन गर्नु पऱ्यो बटम हामी हेर्छौँ भने धेरैवटा स्टकहरू अहिले एकदमै लोमा आइसकेको छ धेरैवटा होइन हामी हेर्छौँ भने प्रत्येक सेक्टरमा एकदमै लो पोइन्टमा स्टकहरू आइसकेको छ भनेपछि यस्तो बेलामा चाहिँ हामीले के गर्नु पऱ्यो थुपार्दै जाने हो सिजनको बेला हो थुपार्दै जाने हो होइन अब जुन जुलाईको र्याली पनि आउँदैन भनेर कति मान्छेले भनिरहेको छ किनकि बजार अहिले डाउन भइरहेको छ त्यस कारणले गर्दा त्यो सबैलाई लाग्छ तर र्याली अवश्य आउनेछ त्यो जब त्यो र्याली आउँछ त्यसपछि हामीले किन्नै नपाउने गरी एउटा स्ट्रङ र्याली बिसेप रिकभरी हुने टाइपको र्याली आइदिन्छ त्यही भएर यस्तो बेलामा चाहिँ थुपार्दै जाने हो किन्दै जाने हो आत्तिनु पर्ने अवस्था केही पनि छैन होइन बोलुमा हामी हेर्छौँ भने ड्राई नै छ त्यस्तो ठुलो ठुलो पोइन्टले झर्न खोजिरहेको छैन त्यस कारणले गर्दा यो बेला भनेको थुपार्ने बेला हो आत्तिनु पर्ने अवस्था केही पनि छैन है त मैले ढुक्कले 100% लोड गरेर छोडिदिएको छु होइन टिएमएस नहेर्दा पनि हुन्छ केही फरक पर्दैन 100% लोड गरेर छोडिदिरहेको छु अब यो 2670 को लिक्विडिटी लिन आइदियो भने चाहिँ फेरि मैले फेरि पनि एग्रेसिभ बाई चाहिँ गर्नेछु पक्कै पनि पैसा खोजेर भयो भने के गरेर हुन्छ यो लेभललाई ब्रेकडाउन गरिदियो भने चाहिँ फेरि पनि एकचोटि एउटा स्ट्रङ बाईको लागि चाहिँ हामीले हेर्नेछौँ है त अब हामी जाउँ इन्डिकेटर वाइज जाउँ इन्डिकेटर वाइज बोलिङ्गर ब्यान्डको लोवर ब्यान्डलाई बिस्तारै छोडेको छ होइन भनेपछि बोलिङ्गर ब्यान्डबाट हामी खासै पोजिटिभ हुनुपर्ने केही पनि छैन एमएससीबाट हामी हेर्छौँ भने हिस्टोग्राम बार एकदमै मधुरो भएको छ है यो हाम्रो लागि के हो त एकदमै पोजिटिभ कुरा हो हिस्टोग्राम बार एकदमै मधुरो भएको छ यो हाम्रो लागि के हो त एकदमै पोजिटिभ कुरा हो है हिस्टोग्राम बार मधुरो हुनु भनेको त्यो हाम्रो लागि पोजिटिभ कुरा र बाई सिग्नल अहिलेसम्म आएको छैन त्यसै गरी हामी अर्को स्टक आरएसआईबाट हेरौँ स्टक आरएसआईबाट हामी हेर्छौँ भने स्टक आरएसआईले चाहिँ लब बाई सिग्नल दिएको जस्तो देखिरहेको छ है स्टक आरएसआईबाट चाहिँ एउटा बाई सिग्नल आएको जस्तो सङ्केत गरिरहेको छ होइन लगभग यो धेरै नै लोभ आइसकेको छ स्टक आरएसआईले चाहिँ एउटा सर्ट टर्मको लागि चाहिँ मोमेन्टम देखाइरहेको हुन्छ यसले चाहिँ एकदमै सर्ट टर्मको लागि यसले पनि बाई सिग्नल दियो भने चाहिँ पक्कै पनि बजार फर्किने सम्भावना के हुन्छ एकदमै धेरै हुन्छ भनेपछि इन्डिकेटर वाइज हेर्दाखेरि स्टक आरएसआईले चाहिँ बाई सिग्नल दिएको छ अरूबाट खासै पोजिटिभ छैन एमएससीडीबाट स्टकको एकदमै मधुर हुँदै आएको छ र अर्को आरएसआई इन्डिकेटरहरू आरएसआई इन्डिकेटर चाहिँ हामी हेर्छौँ भने 36 को लेभलमा आएको छ यो पनि धेरै नै लोमा आइसकेको छ होइन आरएसआई पनि धेरै नै लोमा आइसकेको छ भनेपछि ठिकै छ इन्डिकेटर वाइज हामी हेर्छौँ भने ठिकै नै देखिरहेको छ र एक्चुअली हामी सेक्टर वाइज हेरौँ जस्तै हामी हाइड्रो सेक्टर हेरौँ एक्चुअली सबैजनाको फेभरेट सेक्टर हामी हाइड्रोमा जाउँ हाइड्रोमा के भइरहेको छ हाइड्रोमा हामी हेर्छौँ एउटै रेन्जमा अड्किरहेको छ है हाइड्रोमा मैले पहिल्यैदेखिबाट भनिरहेको छु धेरै दिन अगाडिबाट भनिरहेको छु यो रेन्ज के हो त हाम्रो एकदम एउटा स्ट्रङ डिमान्ड जोन हो यो रेन्जमा खेलिरहेको छ यहीँ खेलिरहेको छ भनेपछि हाइड्रोमा एउटा डिमान्ड जोनमा आएको छ आत्तिनुपर्ने अवस्था केही पनि छैन त्यसरी हामी फाइनेन्स हेरौँ फाइनेन्स हामी हेर्छौँ भने फाइनेन्स पनि एकदमै राम्रो देखिरहेको छ फाइनेन्सले यो लेभलमा आएर चाहिँ बाउन्स ब्याक हुन्छ भन्ने हामीले कुरा गरेको थियौँ यही लेभलमा आएको छ होइन भनेपछि फाइनेन्समा बिस्तारै भोल्युम बढ्दै गइरहेको छ भनेपछि फाइनेन्स एकदम बेटर देखिरहेको छ मैले जिएफसिएल तपाईँलाई अस्ति वाचेस पनि दिएको थिएँ होइन 7-8वटा स्टकहरू दिएको थिएँ होइन जिएफसिएललाई मस्ट वाचमा राख्नु होला भनेको थिएँ जिएफसिएलमा आज लगभग 12 पोइन्टले बढेको छ भनेपछि जिएफसिएल ठिकै देखिरहेको छ एलएफएसहरू होइन यिनीहरू चाहिँ तपाईँले माइक्रो फाइनेन्समा फाइनेन्समा हेर्न सक्नुहुन्छ त्यसै गरी हामी माइक्रो फाइनेन्स हेरौँ माइक्रो फाइनेन्स पनि एकदमै लोमा आइसकेको छ माइक्रो फाइनेन्स हामी हेर्छौँ भने एकदमै लो पोइन्टमा आइसकेको छ होइन एकदमै राम्रो जोनमा आएको छ अब यहाँबाट भोल्युम आएको छ माइक्रो फाइनेन्समा भनेपछि बिस्तारै एउटा एग्रेसिभ र्याली आउनेछ माइक्रो फाइनेन्समा पनि मैले माइक्रो फाइनेन्समा चाहिँ बिएलबिएसलाई वाच गर्नु भनेर भनेको थिएँ होइन बिएलबिएसलाई पनि यसो आँखा लाउनु होला बिएलबिएस एकदमै राम्रो देखिरहेको छ भनेर मैले तपाईँलाई भनेको छु बिएलबिएसलाई पनि यसो आँखा लाउँदा हुन्छ किनकि एकदमै राम्रो रेन्जमा छ एकदमै लो पोइन्टमा छ रिस्क एकदमै कम छ धेरैवटा स्टकहरू छ माइक्रो फाइनेन्समा होइन पक्कै पनि म वाचेसहरू लिएर आउनेछु बजारमा अलि सुधार आएपछि अहिलेको लागि बिएलबिएसलाई यसो आँखा लाउँदा पनि हुन्छ भनेपछि सेक्टर वाइज हामी हेर्छौँ भने सेक्टर वाइजमा पनि एकदमै बटम लेभलमा आइसकेको छ त्यस कारणले गर्दा आत्तिनुपर्ने अवस्था केही पनि छैन हाइड्रोमा पनि बिस्तारै इन्ट्री लिँदा हुन्छ फाइनेन्समा इन्ट्री लिँदा हुन्छ माइक्रो फाइनेन्समा इन्ट्री लिँदा हुन्छ होइन बिस्तारै सबै सेक्टरमा पार्सली इन्ट्री लिँदा यो भनेको सही टाइम हो यो बेलामा तपाईँले पक्कै पनि एकदमै बेस्ट बाईको लागि चाहिँ हेर्न सक्नुहुन्छ है त र यदि तपाईँहरूलाई टेक्निकल केही पनि आउँदैन र टेक्निकल नजानेर एकदम धेरै लसहरू गुमाइरहनु भएको छ र अब त्यो लसहरूलाई चाहिँ हामीले कसरी रिकभर गर्ने होइन पोर्टफोलियोलाई चाहिँ हामीले कसरी म्यानेजमेन्ट गर्ने भनेर एकदमै सोचिरहनु भएको छ भने चाहिँ हाम्रो प्रिमियम ग्रुपमा पनि तपाईँहरू जोडिन सक्नुहुन्छ त्यसको लागि चाहिँ मेरो स्क्रिनमा दिएको WhatsApp नम्बर छ त्यसमा तपाईँहरू मलाई म्यासेज अथवा कल गरेर चाहिँ हाम्रो प्रिमियम ग्रुपमा पनि जोडिन सक्नुहुन्छ र वाचलिस्टहरू हाम्रो सबै रेडी भइसकेको छ पक्कै पनि बजार हेरेर फेरि पनि हाम्रो एउटा स्ट्रङ बाईको लागि चाहिँ हेर्नेछौँ र त्यही नै हो आफ्नो पोर्टफोलियोलाई म्यानेज कसरी गर्ने र लसहरूलाई चाहिँ कसरी रिकभर गर्ने भनेर सोच्नु भएको छ भने चाहिँ हाम्रो प्रिमियम ग्रुपमा पनि तपाईँहरू जोडिन सक्नुहुन्छ है त अब हामी जाउँ तपाईँहरूले जुन कमेन्ट गर्नुहुन्छ हामी कमेन्टको रिप्लाईतर्फ जाउँ सरको रेगुलर भिडियो भ्युअर्स हो गुड एनालाइसिस भन्नुभएको थ्याङ्क यू सो मच सर बरुण एन्ड डोल्टी त मैले वाचेसमै दिएको छु होइन डोल्टीलाई त एकदमै मस्ट वाचमा राख्दा हुन्छ
मैले अस्ति वाचेसहरू पनि हालिदिएको थिएँ होइन। डोल्टीलाई मस्ट वाचमा राख्दा हुन्छ, एकदमै राम्रो सेटअप बनेको छ। डोल्टीलाई एकदमै राम्रो तपाईँले रिटर्न पाउनुहुन्छ, डोल्टीलाई वाच गर्न सक्नुहुन्छ। सिल र बरुन पनि राम्रो रेन्जमा छ, त्यसलाई तपाईँले होल्ड गर्नु होला। बिजेएचएल एनालाइसिस भन्नुभएको छ, बिजेएचएल हेरौँ एकचोटि हामी। बिजिएचएल हामी हेर्छौँ भने बिजिएचएल पनि बिस्तारै अब बढ्नको लागि रेडी भइरहेको छ है, बिस्तारै बढ्नको लागि चाहिँ रेडी भइरहेको छ। अब यसलाई पनि तपाईँले आँखा लाउन सक्नुहुन्छ है, तपाईँले आँखा लाउन सक्नुहुन्छ। स्टप लस एकदमै नजिक छ, तपाईँले यसलाई पनि आँखा लाउन सक्नुहुन्छ, एकदमै राम्रो छ। बिएफसी टार्गेट भन्नुभएको छ, बिएफसी पनि एकदमै राम्रो रेन्जमा छ फाइनेन्समा है। बिएफसीलाई पनि आँखा लाउँदा हुन्छ, बिएफसी पनि एकदमै राम्रो रेन्जमा छ। बिएफसीमा आज लगभग 20 पोइन्टले बढेको रहेछ भनेपछि बिएफसी पनि एकदमै राम्रो छ, भोल्युमसहित बढेको छ होइन। बिएफसीको टार्गेट भनेको तपाईँले अहिलेको लागि कम्ती पनि यो हाईसम्म चाहिँ टार्गेट सेट गर्न सक्नुहुन्छ, जुन भनेको 570 को लेभल। 570 को लेभल चाहिँ तपाईँले टार्गेट चाहिँ बिएफसीलाई राख्न सक्नुहुन्छ है त। भनेपछि बिएफसी अहिलेको लागि एकदमै राम्रो देखिरहेको छ, यसलाई चाहिँ एकदमै स्ट्रङ होल्ड गर्दा बेटर देखिन्छ है त। त्यसै इएसपिएल एकदमै बेस्ट छ सर, इएसपिएललाई एकदमै एकुमुलेसन गर्नु होला। मैले भनिरहेको छु एनआइसिएल बिएसएल 600 को व्याक्स एभरेज एकदम म्याम एभरेजिङलाई हेर्नु होला। विशेष एचआइडिसिएल पी त तल आयो त अबको यात्रा के होला भन्नुभएको छ। अब एचआइडिसिएल पीलाई सिफ्ट गर्दा पनि हुन्छ होइन, किनकि सस्तो स्टक छ, खासै रिस्क छैन। अब यसबाट अलिक चाँडै रिकभर गर्नको लागि अब सिफ्ट गर्दा पनि भयो हाइड्रोतिर होइन भने चाहिँ एकदमै यो बटम लेभलमा आइसकेको छ। अब चाहिँ आत्तिनुपर्ने अवस्था छैन, बटम लेभलमा आइसकेको छ, होल्ड गर्दा पनि केही फरक पर्दैन है। सर राइज लाइन इनर्जीको टार्गेट कति राख्ने भन्नुभएको छ। आरएलइएल हेरौँ एकचोटि हामी, आरएलइएलमा के देखिरहेको छ। अब आरएलइएल हामी हेर्छौँ भने आरएलइएल को टार्गेट त तपाईँले फर्स्ट टार्गेट भनेको कम्ती पनि यो एउटा माइनर रेजिस्टेन्स लेभल छ, यो लेभल होइन। लगभग तपाईँले 1096 1100 को चाहिँ तपाईँले टार्गेट सेट गर्न सक्नुहुन्छ, एकदमै राम्रो छ, तपाईँले यसलाई वाच गर्न सक्नुहुन्छ। सोनाको सेल टार्गेट भन्नुभएको छ, सोना भन्दा पनि अरू स्टकमा जाँदा बेटर देखिन्छ यो बेलामा है, भिएलपी सेट गर्दा हुन्छ। सर मसँग हाइड्रोको मात्रै धेरै स्टकहरू छ भन्नुभएको छ, हाइड्रोलाई अब एभरेजिङ गर्दा हुन्छ है। ब्रोकरको बाई र सेल कसरी बुझ्ने सर भन्नुभएको छ। अब त्यसको लागि तपाईँले क्लासहरू लिँदा हुन्छ सर है। कसरी बुझ्ने भन्दाखेरि तपाईँले फ्लोसुटहरू हेर्नु पऱ्यो है। एसएमएच 621 को व्याक्सेस र एक्लुमेसन एन्ड डिस्ट्रिब्युसन के छ, सेल होल्ड भनिदिनु भन्नुभएको छ। एसएमएच हेरौँ एकचोटि हामी। एसएमएच हामी हेर्छौँ भने एसएमएच एकदमै बटममा छ सर, ढुक्कले लिँदा हुन्छ, हेर्नै पर्दैन यसको है। प्रभु 220 को बाइक चाहिँ एभरेजिङ गर्नु होला। रावा बाई पोइन्ट भन्नुभएको छ, रावा अहिले बाई पोइन्टमै छ है। एचआरएल बाई गर्दा हुन्छ भन्नुभयो, एचआरएल पार्सियली हेर्नु, एग्रेसिभमा चाहिँ जानु भएन, पार्सियली हेर्दा हुन्छ। र आजको लागि कमेन्ट यति नै रहेछ। फेरि पनि तपाईँलाई कुनै पनि स्टकको बारेमा सोध्दा मन छ भने यो भिडियोको तल कमेन्ट गर्न सक्नुहुन्छ, त्यसको रिप्लाई चाहिँ हामी भोलिको बजार हेरेर सबैजना कमेन्टको रिप्लाई गर्नेछौँ। र बजार बढ्नको लागि अब यहाँनिर दुईवटा केस छ, कि त बजारले यो 2720 को लेभललाई ब्रेकआउट गर्नु पऱ्यो होइन, यो 2720 को लेभललाई कि त बजारले ब्रेकआउट गर्नु पऱ्यो, होइन भने बजार फेरि एकचोटि 2670 को लेभललाई चाहिँ यसरी स्विप हानेर त्यसपछि चाहिँ बजारले यसरी एउटा स्ट्रङ र्याली चाहिँ समात्नै छ। त्यही भएर आत्तिनुपर्ने अवस्था केही पनि छैन। अब ढिलो चाँडो बजारमा एउटा र्याली आयो भनेर चाहिँ हामीले बुझ्नु पऱ्यो होइन, भनेर सम्झिनु पऱ्यो। भनेपछि बजारमा आत्तिनुपर्ने अवस्था केही पनि छैन। बजार अब यही रेन्जबाट बिस्तारै बाउन्स ब्याक हुनेछ। अब कि त बजारले यही 2700 को लेभलबाट फर्किनेछ, कि त बजारले यो 2670 को लिक्विडिटी हन्ड गरेर त्यसपछि बजारमा एउटा स्ट्रङ र्याली आउनेछ होइन। दुईवटा केसमा पक्कै पनि एउटा हुनेछ। र फेरि पनि तपाईँलाई म सँगै बसेर मेरो सुझाव सल्लाह लिएर कारबार गर्न चाहनुहुन्छ भने हाम्रो प्रिमियम ग्रुपलाई पनि जोडिन सक्नुहुन्छ। र बजारको यसलाई यस्तै नै हो, कि त बजारले यो 2670 को लिक्विडिटी हन्ड गरिन्छ, कि त बजार यहीँबाट फर्किनेछ। त्यही भएर आत्तिनुपर्ने अवस्था केही पनि छैन। र आजको लागि भिडियो यति नै। भिडियो कस्तो लाग्यो सबैजनाले लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्नु होला। फेरि हामी भोलिको बजार हेरेर सबैजना कमेन्ट ग्रुपलाई लिएर आउनेछौँ। आजको लागि यति नै। हस्त नमस्ते एभ्रिवान।